So hello guys, यो हो मेरो फर्स्ट भिडियो अबाउट द टपिक फुटबल कन्टेन्ट्स जो मैले इन्स्टाको पोलमा गरेको थिएँ। सो अब फर्स्ट टपिक जो हुनेवाला छ, जो ट्रेन्डिङ छ अहिले, मेस्सीको इन्डियाको टुर जो अहिले सकेको छैन, जो आधी फेसमा छ। यो पार्ट 1 हो, पार्ट 2 पनि हाल्छु। त्यो मेस्सीको इन्डियामा के भइरहेछ अहिले हामी सबभन्दा सुरु गर्छौँ आउने कुराबाट, जाने कुराबाट। आउला यो कुराभन्दा अलिकति अगाडि मेरो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला र इन्ट्रोमा हालिदिनु। सो हामी सबैलाई थाहा छ मेस्सीको एन्ट्री चाहिँ राम्रो। मेस्सीको एन्ट्रीको कारणले सबैले सुवारेज, रोड्रिगो, डिपल सबैलाई बिर्सेको छ, बिकज दे डोन्ट गिभ अ ड्याम अबाउट देम। सुवारेज राम्रो प्लेयर हो, बार्सा फ्यान्स विल रेस्पेक्ट देम, तर पनि हामी त्यसको बारेमा छोडिदिउँ। र आउने बित्तिकै स्ट्याचु छ मेस्सीको बाहिर, तर स्ट्याचु दामी बनाएका छन् इन्डियन मान्छेले। मेस्सी चाहिँ होइन, त्यो मेस्सीको साटो अरू नै कोही चाहिँ छ स्ट्याचुमा। स्टैचू तो सूर्यवर्धन का बनवाया था, लेकिन वो निकला गरुड़ा का। एनिवेज मेस्सीको स्ट्याचुलाई मेस्सीले त अनएबल गर्यो, त गयो त होटलमा गयो। र अब मेन कुरा हुन्छ, जो अडियन्सको कटेको छ नि यो मेस्सीको टुरमा कोलकातामा भएको। सो द फर्स्ट थिङ फर्स्ट इज द कोलकाताको स्टेडियम, जसको नाम त आई थिङ्क सेन्ट लिन्स क्विन पार्क यस्तै केही थियो। त्यहाँ मेस्सीलाई हेर्नलाई बस 45 मिनट हेर्नलाई द प्लान के थियो, मेस्सी आउँछ एक्लै हुन्छ आई थिङ्क सो, विथ 2-3 सेक्युरिटी गार्ड्स। एन्ड मेस्सी, सुवारेज, डिपल तिनीहरू हुन्छन् विथ 2-3 सेक्युरिटी गार्ड्स, अर म्याक्सिमम् 10 to 11 घुम्छन्, मतलब यताउति घुम्छन्। अनि फ्यान्ससँग इन्टरेक्ट गर्छन्, हाई हेलो हुन्छ। अनि प्लेयरहरूसँग आउँछन् खेल्छन्, ल प्लेयरहरूसँग आउँछन् खेल्छन् घुम्छन्। बाफ्रे त के गरेर घुमेको मा त्यो आई मिन सरी के भन्नु, अब भन्नु नै के, यति धेरैजना मान्छे पिक्चरमै हेरिसक्नुमा। पोलिटिसियन, सेलिब्रिटिजहरूले मेस्सीलाई घेरेका छन्, फ्यानहरूले हेर्न सक्दैन। एक त फ्यानहरूको नि अलगै छ, नि टिकटको प्राइसेस छ बाफ्रे। मान्छेहरूले सिट फाल्दैछन् मेस्सी गएपछि, मान्छेहरू बिहे छोडेर आउँदैछन् मेस्सीलाई हेर्नलाई। अरू पनि कति इन्सिडेन्ट भएको छ। र त्यही कोलकाताको स्टेडियममा यो मान्छेको हजुर फोटो हेर्नु, यो के हो, यो जहाँ तक यो यसलाई मेस्सीसँग खेल्ने मौका पाइरहेछ, अलिकति राम्रो गर्नु नि। मेस्सी गोट हो भनेर अलिक राम्ररी खेल्नु ओर्नु, न यसलाई त मेस्सीलाई कुदाउनु छ। ब्रो इज अ रोनाल्डो फ्यान, ब्रो इज स्योरली अ रोनाल्डो फ्यान गाइस, आई एम टेलिङ यु, ब्रो इज अ रोनाल्डो फ्यान। ओके, सो मोरोभर यो त अलिक यो यति नै हो, भिडियो यति हो। अनि अब एउटा म जस्तो मान्छे जोसँग क्यामेरा छैन, यस्तो सानो फोनमा गर्दैछ, त्यो पनि लिभिङ रुमको एरियामा लाइटिङ, अब लाइटहरू छ, त्यो लाइटिङ आफै मिलाएर यति राम्रो क्यामेरा क्वालिटी विथ नेपालको जर्सी कुरा गर्दैछ। एनिवेज आज हो 14 डिसेम्बर र यो टुर अझै हुनेवाला छ। सो मेस्सीको अहिलेसम्मको टुर यति नै हो। र चाहिँ कटेको छ, जे चाहिँ फनी इन्सिडेन्ट्सहरू भएको छ त्यसको बारेमा त्यो अझै हुनेवाला छ आई थिङ्क सो। सो अहिलेको लागि यति नै। मन पऱ्यो भने लाइक गर्नु होला, सेयर गर्नु होला भिडियो, इन्स्टा टिकटक फलो गर्नु होला। र यसको पार्ट बनाएर म इन्स्टा टिकटकमा हाल्छु, बिकज यु नो मलाई मान्छे सबले भने जस्तो मलाई भिडियो बनाउन, तर कोही पनि युट्युबमा हेर्दैन। बाई। अगर आज दानिश भाई जिंदा रहते थे ना, किसी का नाम ही नहीं रहता था भाई। मतलब वो अलग ही लेवल का बंदा था। सोशल मीडिया इन्फ्लुएंसरिंग उसने सिखाया है बंदों को। आज जो भी बन के बैठे हैं ना, जो भी जितने बड़े बड़े सेठ बन के बैठे सोशल मीडिया के जरिए, ये सबको दानिश जैन ने सिखाया।